हेलो साथीहरू, म चाहिँ खसी बजारबाट पोखरा युनिभर्सिटीतिर जाँदैछु। एकजना मेरो कस्टमर चाहिँ आएर बसिसक्नु भएको छ। हामी चाहिँ अब पोखरा युनिभर्सिटीतिर जाँदैछौँ है। सर बाटो चाहिँ अहिले बब्बाल भएको छ होइन, एकदम राम्रो भएको छ। बाटो चाहिँ अझै कम्प्लिट चाहिँ भइसकेको छैन। अब सरकारले केही गरेन भनिन्छ नि, तर सरकारले केही गरेको छ जस्तो लाग्छ मलाई चाहिँ। जसले जे भन्यो भने हामी चाहिँ लगभग तालचोक छेउतिर आइसक्यो है। ल अब केही टाइममै युनिभर्सिटी पुग्छौँ। उहाँ चाहिँ गएर फेरि फर्किने हो भन्नुहुँदैछ। म गएर आधी घन्टा जति कुर्छु उहाँलाई, अनि फेरि हामी सर आउनेछौँ खसी बजारतिर। तर बाटो चाहिँ बब्बाल देखेको छ, राम्रो छ। 2 लाइनको बाटो भएको छ, तर अझै कम्प्लिट चाहिँ भइसकेको छैन। ल है साथीहरू, हामी चाहिँ आइपुग्न आँट्यो है। पोखरा युनिभर्सिटी आइपुग्न आँट्यो। टक्क हामी भित्र छिरिसक्यो यहाँबाट। ल है साथीहरू, आजलाई चाहिँ यति नै। बाई बाई।